गाइज हैन हामीहरु खानपिन टन्न भयो मस्त पारामा हामीले आगो बालेको थियौं यो आगो चाहिँ अब जंगलको छ नि त अब डडेलो लाग्ने समय पनि हुँदैछ बिस्तारै डडेलो नजाओस् भनेर हैन सुकेको छ कहीं आगो सागो लाग्न सक्छ भने जंगलमा आगो सागो निभाइ पानी लिएर हैन यतैबाट प्लस आफ्नो हामीले ल्याएको फोहोरहरु आफ्नो सही तरिकाले डिस्पोजल गर्यौं अब हामी चाहिँ मस्त पारामा लाग्यौं हैन अब तल आफ्नो घरतिर अब हामी घरबाट चाहिँ घरतिर घुम्न जान्छौं हेरफेर गरेर आउँछौं घरहरु धेरै भो नगएको भनेर हामी घरबाट आएको अनि त्यही उद्देश्यमा अब जाने बेला यसो मेमोरेबल गराइहालौं न आफ्नो इभेन्ट हैन भनेर लाग्यो दुई भाइ चाहिँ मस्त अलि नास्ताको रुममा पनि भयो चिसो र मासु बोइलरको मासु अघि हैन पोलेर खाइयो मजाले अनि मस्त बाटो छ हैन बाटो चाहिँ अब जेसीबीले नसोरेको कारणले खाल्टा खुल्टी यस्तै छ हैन बाटो तलसम्म गएको छ जाने हो सरपारामा वहाँ गएर अब अनि टाटा भेटेछ भने टाटा पोलेर खाने पनि हाम्रो योजना छ त्यो टाटा पोलेर त्यो भिडियो पनि आउँछ सरपारामा जाँदैछौँ भिडियो आइराछ गाइज दनादन के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नभुल्नु अनि सब्स्क्राइब पनि गर्नु अब साइट युट्युब च्यानलमा गयो भने 2026 को प्रधानमन्त्री मै हो